हेलो एभ्रिवान। अनि अघिल्लो भिडियोमा चाहिँ गगन थापाको सपोर्ट गरेको या गगन थापाले जितेको भए हुन्थ्यो भनेको, अनि सबले चाहिँ झोले 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 लेखेर यस्तो कमेडी भयो। अनि आज चाहिँ त्यसैको बारेमा कुरा गर्न आएको। फर्स्टमा चाहिँ हामी कुनै पनि पार्टीको डाइहार्ड सपोर्टर चाहिँ होइन, तर अहिलेको जुन अवस्था छ त्यो देखेर चाहिँ लास्टै मजा आछ, किनकि रासोपाले लगभग 2/3 नजिक पुगेछ। आई थिङ्क एउटा सिट पुग्दैन होला उता प्रत्यक्ष र समानुपातिक गर्दा। त्यहाँको बात राम्रो हुन्थ्यो, त्यही पनि ठिकै छ। बहुमतको सरकार बन्यो पनि या 2/3 भने पनि बधाई छ रासोपालाई। अनि मैले गगन थापालाई सपोर्ट गर्नुको कारण चाहिँ के थियो भने, गगन थापाले चाहिँ हेल्थ इन्सुरेन्सको बारेमा चाहिँ नेपालीलाई बुझाउन सफल हुनुभएको थियो, अनि किन आवश्यक छ भनेर बुझाउन सफल हुनुभएको थियो। त्यही रिजनले चाहिँ मलाई गगन थापा ठिक लाग्थ्यो। अनि बालनको त म पहिल्यैदेखिको फ्यान थिएँ, त्यसैले बालनको सपोर्ट मात्र नहुने कुरै छैन। अझ त्यसैमाथि केपी ओलीको अपोजिटमा लड्दै गर्दा चाहिँ रासोपाको पनि अपोजिटमा हुने त कुरै थिएन। तर गगन थापालाई चाहिँ किन सपोर्ट गर्दै थिएँ भने चाहिँ एउटा त उहाँले काङ्ग्रेसमा ल्याउनु खोज्नुभएको परिवर्तन, जुन चाहिँ देउवालाई काङ्ग्रेसबाट हटाउन पनि सफल हुनुभयो सभापतिबाट, अनि महाधिवेशनबाट अगाडि जानुभयो। अर्को कुरा चाहिँ के थियो भने, हाम्रो नेपालको केसमा हेर्दाखेरि चाहिँ मानिसहरू चाहिँ के छ भने, कोही मानिस या धेरै जसो मानिसहरूको अवस्था चाहिँ कस्तो छ भने, एक दिन आफूले काम गर्नुहुन्छ अनि फ्यामिली छ 5-6 जनाको, अनि त्यसपछि त्यो एक दिनको कमाइले चाहिँ खाना लाउन मात्र ठिक्क हुन्छ या त्यो पनि पुग्दैन। अनि उहाँहरूले चाहिँ इनकेस बिरामी हुनुभयो अनि एउटा स्पेसल केस पर्छ नि लाइफमा, जुन त्यो केसमा चाहिँ हजुर उहाँहरूको चाहिँ मर्नुको बाहेक वा दुःख पाउनुको बाहेक कुनै विकल्प चाहिँ बाँकी नरहने अवस्था थियो। त्यो अवस्थालाई चाहिँ हेल्थ इन्सुरेन्सले धेरै कम गरेको थियो, किनकि सबैले समान रूपमा बाँच्न पाउनुपर्छ। मान्छे भएर जन्मिसकेपछि धनी र गरिब बिचको जुन बोर्डर छ, एउटा ठुलो डिफ्रेन्स छ, त्यसलाई चिर्दै चाहिँ हेल्थ इन्सुरेन्स भएपछि चाहिँ फ्युचरको लागि पनि केही गर्न सकिन्छ भनेर चाहिँ पैसा अलिकति बचाउन सकिन्छ भने बचाउने। तर जिन्दगीमा एकचोटि बिरामी हुँदैमा चाहिँ लोन लिएर जग्गा सग्गा सब बेचेर जिन्दगीभरिको कमाइ सकेर अनि मर्नु न बाँच्नुको अवस्थामा पुग्नु पर्ने अवस्था जुन थियो, त्यसलाई चाहिँ हटाउनलाई हेल्थ इन्सुरेन्सले चाहिँ धेरै इम्पोर्टेन्ट रोल खेलेको छ नि त। त्यसैको लागि चाहिँ उहाँ ठिक लाग्थ्यो। ठिक छ, अहिले राम्रो मान्छेले पनि हार्नु भएको छ। कुलमान घिसिङले हार्नुभयो, उहाँले हार्नुभयो, रेणु दाहालले पनि राम्रो गर्नुभएको थियो भन्ने सुन्ने थियो। तर उहाँको अर्को अपोजिटमा उठेको रासोपाको पनि ठिक हुनुहुन्छ जस्तो त लाग्छ। तर उहाँहरू पनि फरक फरक ठाउँबाट उठेर दुइटैले जितेको भए अझै राम्रो हुन्थ्यो होला आई थिङ्क। अब जे हो ठिक छ, तर अब चाहिँ नयाँ आशा। अनि हेल्थ इन्सुरेन्सको लागि गगन थापालाई सपोर्ट गर्दै गर्दाको पल भन्दा पनि अब हेल्थ इन्सुरेन्स जुन आई थिङ्क 1 लाखको थियो, त्यो चाहिँ अब बढेर 5 लाख 10 लाखमा पुर्याउन सफल होस् रासोपा। त्यो भए त मलाई नि गगन थापालाई सपोर्ट गर्नुपर्ने आई थिङ्क खासै त्यस्तो आवश्यकता हुँदैन, किनकि रासोपाले चाहिँ सबै आवश्यकताहरू अनि देशमा भएको समस्याहरू समाधान गर्न सफल भयो भने त अनि अरू मान्छेको मुख ताक्न पर्दैन। किनकि रासोपामा त पहिला नै हेरेर यहाँले यस्तो गर्नुहुन्छ भनेर आशा राख्ने त, मतलब पहिलाको कामलाई एनालाइसिस गरेर फ्युचर प्रेडिक्सन गर्न सक्ने अवस्था त छैन। मात्र आशा छ, ठुलो आशा, किनकि उहाँहरू एजुकेटेड हुनुहुन्छ, केही गर्न सक्नुहुन्छ जस्तो पनि छ। देख्दाखेरि त सक्नुहुन्छ जस्तो लाग्छ। हाम्रो बालनजी हुनुहुन्छ जसले चाहिँ काठमाडौँलाई धेरै नै राम्रो बनाउन सफल हुनुभएको थियो। उहाँले त पक्कै पनि त्यसलाई झन् राम्रो प्रधानमन्त्री भइसकेपछि त पक्कै पनि खतरा डेभलपमेन्ट गरिदिइहाल्नुहुन्छ। त्यस्तै उहाँ जो सांसदहरू हुनुहुन्छ पहिलाको जस्तो संसदमा गएर सय थुङ्गा भन्न नसक्ने, अनि त्यसपछि अनि स्पष्ट रूपमा कुनै कुरा लेखेको त्यो पढेर पनि भन्न नसक्ने त्यस्तो खालको सांसदहरूको सट्टा त रासोपाको सांसद त जमिन आसमानको फरकमा हुनुहुन्छ नि त। त्यही भएर अब आशा गरौँ देश राम्रो बन्नेछ। अनि फरक सोच राख्दैमा जोले हुनु पनि पर्दैन, त्यही नै हो मेन कुरा चाहिँ। अनि अर्को चुनावमा चाहिँ रासोपाले केही गर्न सकेन राम्रो भनी रासोपा अब म्याक्सिमम पोइन्टमा पुगेछ। अझै अर्कोचोटि सबै सिट जित्न सफल हुने गरी अहिले काम गरेर देखाओस् भन्ने आशा छ। अनि अब अर्को
चुनाव हुँदैछ 84 सालमा, त्यसमा पनि सबैमा जित हासिल गर्न सक्ने अवस्थामा पुगोस्। अहिले आशाले दिएको भोट अर्कोचोटि चाहिँ काम हेरेर पनि दिने होस्। अहिले पनि काम हेरेर पनि धेरैले बालेन जस्तो मान्छेहरूलाई चाहिँ कामले पनि भोट पाउनुभएको छ। तर जो चाहिँ फर्स्ट टाइम जाँदै हुनुहुन्छ उहाँहरू पनि आफ्नो काम गर्न सफल हुनुहुन्छ भन्ने आशा अनि विश्वास छ। थ्याङ्क यू, बाई बाई।